साथीहरू मेरो मामा घर हेर्नुहोस् उता उता देखाउँछु न अब हामी कहाँ जान लाग्छौँ खाना जान लाग्छौँ 2 बजेको अगाडि गइसके गाइडहरू कति धेरै किमु फलेछ किमु टिपेर खाऊ न कालै फलेछ ल चराले बच्चालाई चारो जस्तो नगर्थ्यो युजिनालाई पनि दियो रे तर यो किमुमा पनि यो अमिलो छ नि यो के यो अमिलो छ यो अमिलो छ यो ठिक छ फेरि यो गुलियो छ त्यो चाहिँ अमिलो छ क्या यो पनि गुलियो छ यो अमिलो छ के यो हल्लाको होला यो हल्लाएपछि अमिलो हुन्छ किन हल्लेपछि अमिलो हुन्छ हो र उता देखाउनु न मदन मामाको प्र्याङ्कवाला हल्लाएपछि उस जस्तो दही बना जस्तो हुन्छ होला ल हाइवे आयो हाइवे रोड यताबाट आज हामी तानसेल पाल्पा यताबाट अब यता जान्छौँ हामी यो सानो भ्यान कता हो के यो रातो सानो भ्यान के अर्को सेतो भ्यान हेलो त्यही भन्न मात्र जाने थियो यसले अरे केही जाने के गर्न लाग्नु भएको छ माथि बजेहरूकोमा माथि कहाँ मम्मीसँग जान लाग्छ अहिले आउँछौँ यो लप्सीको बोट खै त फले छैन त नेपालमा मात्रै पाइने रे यो त उस जस्तो छ के अरे तिटे के भन्छ रे निमपात नि सेम त्यस्तै त हुँदैछ लप्सीको बोट त सबै मेरो गोजी हातमा उचाल्यो कि किमुको बोट चराले किन नखाने यसको पात खान्छ होला नि एउटा कुरा पनि कहाँ देखिन्छ यार चिज देखिन्छ चिज एउटा कुरा पनि कहाँ देखिन्छ कुरा त सुनाउने हो नि अहिले कसरी सुक्यो जम्मा हुन्थ्यो ओभरफ्लो भएको पानी नि मम्मी यहाँबाट बोक्ने यहाँ जम्मा हुन्थ्यो अहिले कसरी सुक्यो अहिले चाहिँ त्यहाँको पानी चाहिँ सबै घर गर्नु ऊ त्यहाँ जम्मा हुन्थ्यो त्यहाँ आएको यहाँ जम्मा हुन्थ्यो के फुल हो यो काब्रो टिप्ने हो माइजू लाने हो नि माथि यो त के अर्काको भर्यो यो बाटो अब भोलिसम्म फुलिहाल्छ हिजो अलि फुलेको थिएन यो
टिपेर लगाउनु भनेको थियो मामाले पसल चाहिँ यता थियो पसल त गयो मदन मामाले हेर्नु यो वाला फुल जीवनका यहाँ पनि कोही अलग अलग हुँदैछ नि एउटा सेतो बोक्रा हुन्छ नि सेतो तिनीहरू फुलिसकेछ सब फुलिसकेछ तिनीहरू यो रातोवाला अलि ढिलो फुल्ने छ सेतोवाला त माथि कति यिनीहरू पनि सब त्यही त सब फुलेको कान्छिङ 13 त्यहाँ छ मगर होमस्टे यता यो हो आएर 10 बजे यहाँ पुरानो धारा होला नि छैन पानी आउँछ पाइप पाइपबाट घर घर लग्ने गाडी 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 आयो गाडी जाने होला यता आउँदैन होला यहाँ त जम्मै किमु किमु मात्रै हेरेछ त यार किमु खेती भएको छ नि यहाँ त किमुको व्यापार बाजे भन्ने थाहा पाउनुहुन्न नि तपाईँ नेपालको उसको डिआइजी के त्यहाँ पनि जन्म हरियो नि त पुलिसको सबभन्दा ठुलो के गाडी यतै आएको छ है हामीलाई लिन आयो क्या हो सिस्नु किन्न नपाइने नेपालमा सिस्नु नपाइने हुन्छ र मकै रोप्ने बेला हुन लाग्यो त्यही मल यसलाई के भने अरे कोइराला अचार खाने के त्यो फुलको हामीले खाथ्यौँ नि अस्ति माइला बाजेको घर ए एउटा मात्रै गाडी चल्छ एउटा मात्रै गाडी छ आम्मा धुलो त खतरा उडाउने रहेछ हामी चाहिँ माथि बजेको घर जानु लाग्छौँ अब दसैँ जति लाग्छ होला सब्जी बनाएर जेठी बजेको घर हाम्रो बाजेहरू चाहिँ मम्मीको बाबा अरू चाहिँ कति 7 बहिनी अनि 3 भाइ हुनुहुन्छ जेठी बजेको घर जानु लाग्छौँ हामी आऊ युङसा युजिना आऊ त्यो नसप्रेको सुन्तला हो मन्तला झन् ठुल्ठुला हुन्छ खै तिमुर त यहाँ त्यस्तै खाले हुन्छ सरकारीमा तिमुर खान्न नि यता यहाँ त लगाएको छ यस्तो हाम्रो उता जस्तो खान्न उता चाहिँ आलु खाँदा पनि पिसेर नि उयो के हो रातो यो माथिको के आउनुहोस् आफै आउँछ आऊ च्याप्पै वाह वाह नानी कति खतरा वाह 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 हो नानी ल किमु खाएर मुखभरि रातै रातो यहाँ ढौ भएको अवस्था ढौ भयो नानी मजा आयो आयो के समात्दिने यो खान्छन् मम्मी अमिलो हुन्छ खानुहुन्थ्यो हो आउँछ म समात्दैछु है नानी है यो है ऐसेलु होइन र यो युङसा यस्तो खान्छन् नि थाहा छ कि नै
खान्छ नि यो खाऊ त खाऊ न किमु जस्तै हुन्छ के मिठो हुन्छ मिठो लाग्यो यो चाहिँ ओरेन्ज बेरी हो क्या ओरेन्ज बेरी इङ्ग्लिसबाट के भन्छ नि थाहा भएन मलाई त्यसले इङ्ग्लिसमा त ओरेन्ज बेरी भन्छ क्या अनि ओरेन्ज बेरी युजनालाई खान दिन्न अनि ओरेन्ज बेरी अरू खै अहिले म टिपिदिन्छु लास्टै धेरै टिप्दिनु होला है एउटा पनि छैन लास्टै भेर नआउने पाएको छैन एउटा छैन क्या मिठो भयो एउटा दिन भयो पल्के दुइटै दुईजनाले छैन नानी बाबा हेर्नु यो वाला फुल खाने हो ल इच्नालाई पनि दिनु यस्तै त हामी 10 बजी पुग्छौँ अब पल्केर माया मागे छौ एउटा भित्र गयो सँगै के हो पिपल छिटो बढ्छ कि बढे पनि के हो मम्मी यहाँ यो गोल घर होइन गोलघर त उठ्नु पर्छ यो डाँडा नसम्मेर उसको उ गर्दाखेरि राम्रो हेर्ने ठाउँ रहेछ उताबाट यो अलिकति यस्तो बसेर कस्तो राम्रो थियो दाँडै थियो यसलाई सम्माएर टोइलेट पनि रहेछ यो के सङ्ग्रहालय बनाउनु लाग्थ्यो रे अँ भ्रष्टाचार मुद्दा परेर छोड्यो हो मगर सङ्ग्रहालय मगर पञ्चायतको आऊ आऊ इजिना आऊ यही हो उताको हरियो ए आउन लाग्यो उहाँ चाहिँ अब भेट्ने बित्तिकै भिडियो गराउनु पाउनु होला साथीहरू अप्ठ्यारो लाग्छ नि खोप पहिलो चाहिँ देखेँ यिनीहरूले यस्तो अनि ल अर्को पनि छ ल मैले त पहिला थाहा पाएको थिएन सानोमा यहीँ आएर थाहा पाएको यो ऐसेलु मिठो छ नास्पतिको बोट हो त्यसैको बोर्डमा यो नास्पतिलाई कलमी गर्छ हो यसको स्वरूप पनि त्यस्तै हुन्छ महलको यसभन्दा सानो सानो हुन्छ फल पनि सानो सानो हुन्छ नास्पतिको सेम त्यस्तै ठुलो मलाई याद आयो यही हो पहिला चाहिँ बाटोहरू चाहिँ थिएन सानो थियो अहिले चाहिँ बाटो भइसक्यो रहेछ राम्रो यो व्हाइट वाला गुलाब हेर्नु न वाउ कति राम्रो यो चाहिँ घैटा पानी जम्मा गर्ने सबै घरमा यस्तै हुन्छ कि हामी कस्तो राम्रो गराउनु भएको रहेछ बाजेहरूले घर काइली बजेको घर हो अब हामी चाहिँ एकछिन बजी बजेको घर जान्छौँ त्यो पुरा पक्रा यत्रो यत्रो छ अझै पनि हट्टा गर्दा कि ल साथीहरू अब हामी फेरि जेठी बजेकोमा जान्छौँ नास्ता खानासाना खाएर अहिले 12 बजी लाग्यो हाय म कस्तो देखिरहेको छु पारि हो हाम्रो माउलो छ त्यही भएर हिँड्थ्यौँ कि हामी चाहिँ यहाँ बजेको घर आएको छौँ अहिले फेरि जाने बेला यताबाट जान्छौँ आउने बाटैबाट आयौँ जाने बेला चाहिँ सर्टकट पिटाइ खान्छ समाज बजे पर्दैन के कुर्ची पर्दैन ल न ल बस्नु कुर्सीमा बस्नु के मान राखिदिनु बजेको यता बोइ लोट्नु होला मलाई यो मगर ड्रेस वाला किनिदिनु
यो घैँटो भन्छ सबको घरमा घैँटो हुन्छ कि पानी जम्मा गर्नको लागि ल यहाँबाट यो के हो रे यसको नाम के सिब्ली यो चाहिँ रुखको टुप्पा हो रुखकै त टुप्पा हो नि अनि खास सिब्ली रुखको टुप्पै त होइन यो चाहिँ सिब्ली हो अब हामी चाहिँ लाग्यो साथीहरू यहाँ कोसेली पाइन एउटा बजेले झोलामा अर्को बजेले झोलामा हामी चाहिँ लाग्यौँ अब अमला हो कि कमला छेउछेउको टिपिसकेको रहेछ के मिठो हुन्छ भन्ने आला टेस्ट गर्नु न मिठो छ युजिना यसले समात्नु न हौ हेलो यसले समात्नु के म पुलिस हो र समात्ने हामी त यहाँ झोला बोकेका छौँ यो झोला बोक्नु पऱ्यो म पुलिस हो र समात्ने तिमीलाई बाटो अलि डेन्जर छ गाडीहरू चलेपछि एक्सिडेन्ट पनि हुन सक्छ है गड्डा पनि के फालेको भन्दा अमला खाएको अमलाको रुख थियो बाबाले एउटा निकालिदिनु भयो त्यही भएर अमला खाएको जम्मा भयो बाबा त्यो के को रुख हो रे हेर्नु काप्रोको रुख कति ठुलो भयो आज वाउ म बोकाउने होला लो आयो हजुर आयो सिप्ली आयो सिप्ली आयो सिप्ली अब हेर्नु यताबाट होला नि मम्मी यताबाट हो जान हेर्नु यहाँ ढाडा रहेछ तर के को ढाडा हो थाहा छैन है पालै पालो थाप्ने हो यो ढाडाबाट पाइप धेरै पो छ पाइप अब हामी यो त ओह्रालो छ क्या हेर्नु त यति रुख पनि छ यति पातलो ठाउँ छ हरियाली पनि छ यो के को डाँट हो यो के को डाँट हो गाठ यो के हो डन्डा के हो यो डन्डा के को थाहा छैन मलाई यो डन्डा के को मकैको डाँट हो कि यो मकैको डाँटै छ वाउ हजुरले ब्लुबेरी खानु भएको छ भने लाइक गरिदिनु होला मलाई किन खाइदिइरहनु भएको छैन कमेन्ट गर्नु होला अन्त कमेन्ट पनि गर्नु होला अनि चाहिँ सब्स्क्राइब पनि धेरै म अस्ति उसको नि 1 वर्षको आएको हेर्नु त रातो नै रातो भइगयो खाएर हाम्रो पाल्पामा चाहिँ लास्टै धेरै फलाउँछ
बाँडाएर मम्मीलाई देखाइदियो अरे हाम्रो मम्मी दिनु त एउटाहरू हिँड मेरो हात हाम्रो पाल्पा भने हाम्रो घर बाबासित माग्छु दादा धेरै टिपेर आउनु होला म पनि बोली बोली खान्छु होइन यही होइन हामी आउने होइन यही हो यहाँ कति धेरै हरियाली छ सानो बाटो पनि छ जाम अब भोलि बुटोल जाने हो के अरे किनकि मेरो स्याटरडे रिजल्ट हो अब भोलि बुटोल जाने अझ पर्सि नेपाल पुग्ने डाङमा पुग्ने हो अब डाङमा पुग्ने हो पर्सि अनि जाए रिजल्ट हेर्ने हो थाहा छैन के आउँछु होला मम्मी यता जाने हो कि यता कति चिप्लो हो के पातले गर्दा हेर्नु पातमा यति चिप्लो छ म त लोड्ने गरी जस्तो भएको हो ओइ झन्डे त मर्न राखे मम्मी कता जाने हो यता अब जाऊँ वाउ खै देखाउनु त हेर्नु फुल देख्नुभयो मम्मी पापा मारा फेरि यो लास्टै धेरै टिपमलाई घरमा लगामलाई ल यता हेर यस्तो भइगयो यति छिटो गइयो फेरि मम्मी अरू छ यस्तो फुल फुल के ओइ बाटो चाहिँ खोट्ल्याङ खुट्लुक छ हेर्नु हेर्नु त मल कति धेरै छ मल हेर्नु न त मल त गोबर जस्तो देखिरहेछ है ओ गोबरको नि मल हुन्छ अरे मेरो दिमाग के भन्नु है बहिनीलाई हेर बहिनी खुसीको बहिनीलाई देखाउनु बहिनी खुसीको हेर्नु मेरो बहिनी कस्तो जाऊ फकाउनु जाऊ हेरे कति ज्ञानी हुन्छ आउ 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 बल्ल मम्मीले भन्दा लजामा हो लिपस्टिक लगाएको अबि माटो कति धेरै हो यहाँ त पानी नपर्यो भने त बर्बाद हुन्छ त नि मम्मी अब कहाँ जाने होला हेर न पानी नपर्यो भने त पुरा फुट्ने हुन्छ त्यो फटाक जाऊ मेरो यहाँ पेट भरेर कस्तो दिमाग
बाबा मलाई त यहाँ पानी पनि खिर खालान लाग्यो हो र पानी घुटुक घुटुक खान्छु क्या अर्को ठाउँमा गएपछि हो अलि दौड्यो नि त के हो केराको ओ केराको बोट बोट होइन केरा पनि छ केरा पनि रहेछ केराको बोट पनि रहेछ हजुर खै हे जगन्नाथ ये क्या हुआ हेर्नु किमु कति छ हेर्नु हे जगन्नाथ खै म एउटा खान्छु क्या मिठो है मिठो र त्यस्तो भइगयो पाकेको रहेछ खै म लिपस्टिक लगाइदिन्छु देखाउ तिमीले देखाउनु त देखाउनु त हेर्नु लिपस्टिक लगाइसिन लाग्नुमा आइन मैले भुट्नी गराउनु हुन्छ क्या लिपस्टिक लगाइदिन्छु के लिपस्टिक लगाइदिन्छु के मम्मी बाबा मलाई भुट्नी गराउनु लाग्नुमा हेर्न खै राम्रो हुन्छ भने झन् भ्लगमा देखिन्छ नि त लिपस्टिक टीका पनि तिमीलाई लगाइदियो पो खाइरहेको छु हेर न आमा कति हो के युजुअली उता टिप्छ के उता मम्मी हेर्नु त हात पहिला हेर्नु के मम्मी यसको बराती हुने कति बित्छ किमु खाडी जान पर्छ के जाम भ हेर्न छ वाउ खै कति राम्रो बाछी कति धेरै कति राम्रो लेखिस राख्यो सब भूत भइम हामी आज पनि भूत बाछेन हुनु बाछेन हजुर त अझैसम्म ल तीनजना आगरम ल तीनजना आगरम के त्यहाँ ल त्यहाँ के त्यहाँ भयो त जाम हिँड ब्ल्याकबेरी हैन कि ब्लुबेरी भनिरहेको छु ब्लुबेरी निलो छ त ब्लुबेरी हो ब्लुबेरी नै हुन् यो जान्न रे जाम हामी जाम वाव ढेर नदी पो कपडा फोहोर हुन्छ पुरा निधारमा लगाएर मुखमा लगाएर बारे अझ जाम नि भयो खसेको नदी पो के आउनुहोस् म कस्तो भयो हेर्नु न तिम्रो लुगामा नलगाउ न कलर जान्न मिठो छ खै म यहाँ दैछु कसरी खान्छ बाँदर जस्तो नगर नि ए त्यस्तो डल्ले होइन भूत जस्तो भूत भयो जाम यसलाई यहीँ छोड अब कसरी जम्प गर्ने होला यति सानो बाटो त्यही पनि मेरो खुट्टा हटाइहाल्छ त्यही पनि दुईटा खुट्टा मम्मी पकाएर छोइ मम्मी कभर भोलि धुनु होला है कभर मोबाइलको कभर जाम किन दलेको हेर त निधारमा मुखमा खुन खाएको बाघ जस्तो हो त्यो हाँसो लाग्यो
बाई बाई यो त आउँछ यो चाहिँ नाली देखेर हाँसो लागेको के हेर्नु त मेरो बाबाले पनि मेरो मुख कस्तो गराइदिनु अब हामी उट्यो घरमा जाने हाम्रै घर यहाँ बिचको त मुन्तला फालेको हो हेर्नु मोर ए 1-2 वर्ष फले नफल्ने रहेछ मोर नि यो रातो माटो नहुने के यो फेरि हुँदैन एउटा गर्नुपर्छ हुने रहेछ यो चाहिँ त्यो आलुवाला नगरेर रहेछ त किन फाले खान फेरि त्यो आलुवाला यो चाहिँ नाकको मेरो बहिनीको मुख हेर्नुहुन्छ भने हेर्न मन लाग्छ भने के खाइरह्यो किमु ब्ल्याकबेरी भन्नु अरे राम हे जगन्नाथ ये क्या हुआ म पनि कस्तो भइगे अब कहाँ जाने घर जाने यो बारीमा बस्ने भयो नि बस्ने के भन्नुहुन्छ नानी बसेको बारीमा खै छोड्नु त Jangan Yo tidak au ke au यो भनिरहेको छु आनी हैन भने नाउ मैले चौचौ खान लाग्यो अब म चौचौ खान जान्छु है It's prank. Guys, sorry, it's prank. It's not prank or the video. Ow, you did not. Ow. अरे साथीहरु हामी चाहिँ आइसक्यौं घरमा हेर्नु पहिला हेर्नु बजे नमस्ते नमस्ते नानी नमस्ते सन्चै हुनुहुन्छ खान्छु खै नानीले छोडा राख यो हेर्न जानु न पानी छ मलाई देख्नु भएन हिजो यही आउनु भएको थियो माथि गएको थिएँ कि यता थिएँ म किमु खाएर उहीँ बारीमा अड्का म त हात देखाइदिएर हात जिब्रो देखाइदिएन गर